हेलो एभ्रिवान, आजको यो लेक्चरमा रिमेनिङ टपिकहरू हामी कभर गर्छौँ। नाउ लेट्स स्टार्ट। के हाम्रो टपिक थियो रे? के थियो? एडिसन अफ भेक्टर है। यो थियो हाम्रो टपिक, एडिसन अफ भेक्टर। एडिसन अफ भेक्टरमा के थियो? ट्रायंगल अफ भेक्टर एडिसन। के थियो? ट्रायंगल ल अफ भेक्टर एडिसन हो। अब हेर, अब हेर के हुन्छ भनेपछि कुनै एउटा हामीसँग बडी छ। के छ? कुनै एउटा बडी छ। बडी भन्नाले कि एउटा ढुङ्गा छ, ठीक छ। यो ढुङ्गामा दुईजनाले फोर्स लगाइरहेछ। एकजनाले ए न्युटनको फोर्स लगाइरहेछ। कति लगाइरहेछ? एकजनाले ए न्युटनको फोर्स लगाइरहेछ र अर्को मान्छेले के गरिरहेछ? बी न्युटनको फोर्स लगाइरहेछ। अब कति लगाइरहेछ त्यो हामीलाई थाहा छैन, नम्बरमा दिएको छैन, ठीक छ। भेरिएबल छ, जति पनि होला, ठीक छ। अब यो दुईटा मान्छेले, यो फर्स्ट पर्सन हो, फर्स्ट पर्सनले लगाएको फोर्स, यो सेकेन्ड पर्सनले लगाएको फोर्स। अब यो ढुङ्गामा त यो फोर्स लगाइरहेछ दुईजनाले भने यो दुईटै फोर्सको कारण यो ढुङ्गामा कति फोर्स लागिरहेछ त्यो कसरी निकाल्ने? त त्यो निकाल्ने यसको रिजल्टेन्ट निकालेर, ठीक छ। यसको रिजल्टेन्ट, अब मान यो बडी हो, यो बडीमा मान्छेले यतापट्टि तानिरहेछ एउटा मान्छेले, र यही बडीलाई एउटा मान्छेले यतापट्टि तानिरहेछ भने यो बडी न यतापट्टि जान्छ, यो बडी न यतापट्टि जान्छ। यो बडी यो दुईटै फोर्सको बीचपट्टि जान्छ, ठीक छ। यो बडी के हुन्छ रे? दुईटै फोर्सको बीचपट्टि जान्छ। त्यही हो, दुईटै फोर्सको बीचबाट यसरी गयो, ठीक छ। यो बडी यसरी डिस्प्लेस गर्छ। अब मानु दुईटा फोर्सको बीचको एंगल मैले राखेँ थीटा। के राखेँ? थीटा। भने यो हाम्रो रिजल्टेन्ट कति फोर्सले यो बडी यतापट्टि जान्छ त्यो कसरी निकाल्ने? सिम्पल म्याथमेटिकल अपरेसन परफर्म गर्ने, ठीक छ। अब त्यो कसरी गर्ने? यो बीलाई प्यारलली यहाँ शिफ्ट गर्ने। अब प्यारलली शिफ्ट गरेर प्यारलली गर्नले के गर्नुपर्छ? यसको प्यारलल लाइन बनाऊ, यसरी बनायो। अब यसको प्यारलल लाइन बनाऊ, कट गयो, यहाँ कट्यो, मतलब रिजल्टेन्ट कहाँ आउँछ रे? यहाँ आउँछ। यो होइन, रिजल्टेन्ट कहाँ आउँछ? हो, यो हो हाम्रो रिजल्टेन्ट आर, ठीक छ। अब हामीलाई आर निकाल्नु छ। आर हामी कसरी निकाल्छौँ त हेर, के गर्ने होइन, यसलाई फर्दर एक्सटेन्ड गर्ने, ठीक छ। यहाँबाट एउटा परपेन्डिकुलर ड्र गर्ने, गर्यौ। अब हेर त यो एउटा ट्रायंगल बन्यो, यो एउटा ट्रायंगल बन्यो, राइट एंगल ट्रायंगल बनेको बनेन? यो ट्रायंगलको नाम दिइहाल, के दिन्छु? एक्स वाई जेड मैले एउटा ट्रायंगल माने, ठीक छ। कुनै प्रब्लम छैन। अब यो एंगल यदि थीटा हो भने यो एंगल कति हुन्छ? यो एंगल पनि थीटा हुन्छ नि। अब किन हुन्छ थीटा? किन भनेपछि यो दुईटा प्यारलल लाइन हो। प्यारलल लाइन एउटा स्ट्रेट लाइनले कट गरेछ। के पढ्यो त्यो हामी? व्हेन टू प्यारलल लाइन इज इंटरसेक्टेड बाय अ स्ट्रेट लाइन देन वन इंटेरियर एंगल इज इक्वल टू द एक्सटेरियर एंगल formed on the same side of a straight line. त्यही भएर corresponding angle and corresponding angles are always equals, ठीक छ। त्यही भएर यो थीटा हो भने यो पनि कति हुन्छ रे? थीटा हुन्छ, ठीक छ। हामीलाई यहाँसम्मको म्याग्निट्युड थाहा छ, यहाँसम्मको म्याग्निट्युड ए म्याग्निट्युड हो र हामीलाई के थाहा छ? यो बी हो भने यो पनि कति हुन्छ? बी म्याग्निट्युड हुन्छ यसको पनि, हो कि नै? हो। ल, अब हामीलाई निकाल्नु के छ रे? आर निकाल्नु छ। आर निकाल्नलाई यो ट्रायंगलमा हामी पाइथागोरस थ्योरम लगाउन सक्छौ। के लगाउन सक्छौ? हेर, सिम्पली आर स्क्वायर इक्वल टू यो लेन्थ, यहाँदेखि लिएर यहाँसम्मको लेन्थ के हो? यहाँदेखि यहाँ एक्स वाई को स्क्वायर प्लस यहाँदेखि लिएर यहाँसम्मको लेन्थ, यो लेन्थ के हो? वाइजेड प्लस वाइजेड को स्क्वायर। खत्म। अब हामीलाई के थाहा छ? एक्स वाई भनेको के हो? यहाँदेखि यहाँ, यसलाई मैले राखिदिएँ पोइन्ट ओ, भनेको एक्स वाई भनेको के हुन्छ? एक्स ओ प्लस ओ वाई को होल स्क्वायर प्लस
yz के छ yz को होल स्क्वायर। अब हामीलाई भ्यालु कसको थाहा छ xo को भ्यालु थाहा छ oy को भ्यालु थाहा छ छैन yz को भ्यालु थाहा छ थाहा छैन। अब निकाल्ने कसरी यसरी देयरफोर पहिला के निकाल्नु oy निकाल्नलाई अब हामी यो ट्रायंगललाई समात्यो यो ट्रायंगललाई इन ट्रायंगल OYZ यो थीटा हो यो साइड निकाल्नु छ यो बेस यो हाइपोटेन्युज बेस र हाइपोटेन्युज केमा हुन्छ cos थीटा देयरफोर cos थीटा इक्वल टु OY बाइ OZ हो कि नै। हामीलाई निकाल्नु के छ रे OY निकाल्नु छ त OY इक्वल टु के हुन्छ OZ इन्टु cos थीटा र OZ हामीलाई थाहा छ OZ हामीलाई थाहा छ OZ कति हो B इन्टु cos थीटा। कुनै प्रब्लम नो प्रब्लम। अब यो साइड निकाल्नु पर्यो भने थीटा थाहा छ यो थाहा छ थीटा थाहा छ र यो थाहा छ भने यो साइड कसरी निस्किन्छ यो के हो परपेंडिकुलर हो अपोजिट साइड अफ अ एंगल इज परपेंडिकुलर ठीक छ। त परपेंडिकुलर र हाइपोटेन्युज केमा हुन्छ sin थीटा मा। त्यसै गरेर सेम ट्रायंगल मा नम्बर 2 sin थीटा इक्वल टु के हुन्छ yz अपन OZ ठीक छ। अनि yz निकाल्नु छ इक्वल टु OZ इन्टु sin थीटा। अब OZ भनेको कति हो OZ भनेको B हो त B sin थीटा। अब हेर त OY पनि आयो YZ पनि आयो र xo हामीलाई थाहा छ यो तीनटै कुरा यहाँ पुट गर। नाउ अब हामी यसलाई पुट गर्यो भने आफ्टर पुटिङ भ्यालुलाई पुट गर्यो भने के हुन्छ हाम्रो माथि लेखौँ है भ्यालुलाई पुट गर भने तिम्रो r स्क्वायर इक्वल टु xo इक्वल टु कति छ रे xo इक्वल टु a प्लस oy इक्वल टु b cos थीटा अब ब्रैकेट छ ब्रैकेट हाल्यो स्क्वायर हाले खत्म प्लस yz कति छ b sin थीटा को स्क्वायर। कुनै प्रब्लम केही गरिन भ्यालु हालेको छु त्यहाँबाट ठीक छ। नाउ अब यसलाई सल्भ गरौँ कसरी सल्भ हुन्छ सल्भ यसरी हुन्छ a प्लस यसलाई a माने यसलाई b माने भने a प्लस b होल स्क्वायर बराबर के हुन्छ a स्क्वायर प्लस 2 इन्टु a b कति छ b cos थीटा प्लस b स्क्वायर b कति छ b cos थीटा को होल स्क्वायर हुन्छ कि हुँदैन हुन्छ। अब यसलाई सल्भ यो सल्भ भयो अब यसलाई बना यो इक्वल टु कति हुन्छ यो हुन्छ b sin थीटा को होल स्क्वायर इक्वल्स टु b स्क्वायर इन्टु sin स्क्वायर थीटा हुन्छ कि हुँदैन हुन्छ। अब सल्भ गरौँ हामी a स्क्वायर अझै कतै छ छैन त a स्क्वायर गट इट प्लस 2ab cos थीटा कतै छ छैन 2ab cos थीटा प्लस यो कति भइहाल्छ तिम्रो b स्क्वायर cos स्क्वायर थीटा प्लस b स्क्वायर sin स्क्वायर थीटा। अझै सल्भ गरौँ a स्क्वायर प्लस 2ab cos थीटा। अब यो दुईटामा कमन के छ प्लस b स्क्वायर कमन छ कमन लिए बाँकी के बच्यो cos स्क्वायर थीटा प्लस sin स्क्वायर थीटा हो कि नै हो इक्वल टु a स्क्वायर प्लस 2ab cos थीटा प्लस b स्क्वायर cos स्क्वायर थीटा प्लस sin स्क्वायर थीटा 1 इन्टु 1 हो कि नै दैट इज इक्वल टु कति हुन्छ देयरफोर r स्क्वायर इक्वल टु a स्क्वायर प्लस 2ab cos थीटा प्लस b स्क्वायर हुन्छ कि हुँदैन हुन्छ। देयरफोर
आर इक्वल टू कति आयो तिम्रो फाइनल रिजल्ट रुट ओभर स्क्वायर हो यतापट्टि जान्छ रुट आउँछ रुट आयो ए स्क्वायर प्लस 2ab cos थीटा प्लस बी स्क्वायर भन्नुको अर्थ कति रिजल्टेन्टले यो फोर्स यतापट्टि जान्छ त ए को स्क्वायर मतलब ए फोर्स यदि 5 न्यूटन छ भने 5 स्क्वायर बी फोर्स यदि 10 न्यूटन छ भने के हुन्छ यसको भ्यालु 5 स्क्वायर प्लस 2 into 5 into 10 into cos थीटा थीटा यदि 30 डिग्री छ भने cos 30 डिग्री प्लस बी भनेको 10 स्क्वायर अब त्यसलाई सल्भ गर्यो भने जति भ्यालु आउँछ त्यो भ्यालु के हो यो दुईटा फोर्सले गर्दाखेरि नेट फोर्स योमा लागिरहेछ गट इट जब कुनै टु भेक्टर एउटा बडीमा एक्ट गरिरहेछ भने त्यो दुईटै मतलब दुईटा भेक्टरको कारण त्यो बडीमा नेट फोर्स नेट भेलोसिटी नेट इफेक्ट कति परिरहेछ त्यो निकाल्ने बेलामा हामी ट्रायंगल ल अफ भेक्टर एडिसनलाई फलो गर्छौं अब हेर यो त हामीलाई रिजल्टेन्ट आयो कि आएन आयो अब यो रिजल्टेन्टले ध्यान दिएर यो रिजल्टेन्टले ए भेक्टरसँग कति एंगल बनाइरहेछ त मानौ अल्फा एंगल बनाइरहेछ कति एंगल बनाइरहेछ रे अल्फा एंगल बनाइरहेछ कहिले यो रिजल्टेन्टले ए भेक्टरसँग अल्फा एंगल बनाइरहेछ भने यो अल्फा बराबर कति हुन्छ अब हेर यो थाहा छ हामीलाई यो पनि थाहा छ भने tan थीटा इक्वल टु के हुन्छ परपेंडिकुलर बाइ बेस त यहाँ हामी के लेख्न सक्छौं यहाँ हामी ब्रैकेट बनायो देख के लेख्छौ रे अल्फा इक्वल टु कति हुन्छ tan अल्फा इक्वल टु परपेंडिकुलर के हो yz बाइ बेस के छ बेस यहाँ देखि लिएर यहाँ सम्म हो नि बेस के छ बेस xo यो o हाम्रो यो पोइन्ट o हो xo प्लस oy अब हाल सल्भ भयो tan अल्फा इक्वल टु यो भनेको कति हो यो निकालेको हैन yz कहाँ निकाल्ने यहाँ के छ b sin थीटा अपन xo a प्लस र oy b cos theta therefore alpha equal to tan inverse b sin theta by a plus b cos theta यही हो हाम्रो एंगल गट इट अब याद गर्ने तरिका के हो हेर यो अल्फाले ए सँग बनाइरहेछ मतलब यो अल्फाले कुन सँग मतलब यदि हामीलाई पछि निकाल्नु पर्यो भने फाइन्ड द एंगल अफ रिजल्टेन्ट मेक विथ ए भेक्टर नभए यो पनि सोध्न सक्ला फाइन्ड द एंगल अफ रिजल्टेन्ट दैट इट मेक्स विथ बी भेक्टर मतलब फोर्स त यदि ए फोर्स सँग बनाउनु पर्यो भने तलमा चुपचाप ए राख्दियो अब के गर्ने अब निकाल्नु पर्यो भने है यसरी लेख याद गर्ने तरिका रिमेम्बर है हेर कसरी याद गर्ने यहाँ लेख्ने tan अल्फा इक्वल टु कोसँग बनाइरहेछ ए सँग जोसँग बनाइरहेछ नि फोर्स जोसँग बनाइरहेछ नि त्यसलाई एउटा यसो गरेर ए लेख्दिने यहाँ ठीक छ जोसँग बनाइरहेछ त्यसलाई पहिला तल लेख्दिने ठीक छ अनि प्लस बाकी के बचिरहेछ बाकी ए आयो बी बचिरहेछ भने माथि तल बी राख्दिने गट इट अब tan बराबर के हुन्छ sin बाइ cos हो कि नै sin बाइ cos हो अब यहाँ अल्फा निकाल्नु छ हामीलाई नुन के छ थीटा नुन छ थीटा खत्म यो तरिका अल्फा याद गर्ने यो त सजिलै छ सजिलो के छ a प्लस b होल स्क्वायर को फर्मुला हामीलाई थाहा छ a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर फर्मुला थाहा छ यहाँ एंगल दिएको छ बीचमा त 2ab को ठाउँमा यहाँ के हाल्छ cos थीटा गट इट यो कसरी निकाल्ने यही हो ट्रायंगल ल अफ भेक्टर एडिसन अझै केही पनि छैन यहाँ ठीक छ यहाँ हेर त यो प्यारेललोग्राम फर्म गर्यो कि गरेन कसरी गर्यो फर्म यहाँ हेर यो
प्यारेललोग्राम हो कि होइन? हो। प्यारेललोग्राम फर्म गर्यो, यसलाई नै भन्ने प्यारेललोग्राम ल भेक्टर एडिसन। यहाँ ट्रायंगल फर्म गरेछ, यसलाई नै भन्ने ट्रायंगल ल भेक्टर एडिसन। भनेको दुईटै सेम कुरा हो। दुईटैमा के हामीले निकाल्नु पर्छ? रिजल्टेन्ट निकाल्नु पर्छ र रिजल्टेन्टले फोर्ससँग बनाएको एंगल निकाल्नु पर्छ। दैट्स ऑल फॉर दिस। ठीक छ? अब यति भइसक्यो। यति भइसकेपछि अब हाम्रो के बच्छ रे? के बच्छ? भन। एक मिनट। हाँ, यदि यसरी रुक, यहाँ हेर आउँदैछु। अब हेर, अब क्वेसन हेर ल। एउटा क्वेसन हेरिहाल। सपोज तिमीलाई क्वेसन दिएको छ। के दिएको छ? व्हेन फोर्स 5 न्यूटन and 6 Newton is acting at a stone lying on ground and angles between them is 30 degree। यसरी दिएको छ भने के निकाल्ने? हामीलाई के थाहा छ? के निकाल्ने अरे? के निकाल्ने? फोर्स निकाल्ने। व्हेन फोर्स यति एक्टिङ अन द बडी द ग्राउन्ड एंगल बिट्विन देम इक्वल टू यति, फाइन्ड द रिजल्टेन्ट। फाइन्ड द नेट फोर्स एक्टिङ अन द बडी। फाइन्ड द नेट फोर्स एक्टिङ अन बडी। अब नेट फोर्स कति एक्ट गर्छ रे? सिम्पल, हामीलाई फर्मुला थाहा छ। सल्युसन गर्ने के थाहा छ? नेट फोर्स इक्वल टू आर राख्ने, यहाँ रूट ओभर गर्ने, ए स्क्वायर प्लस 2ab cos थीटा प्लस बी स्क्वायर। हाल भ्यालु थाहा छ। ए भनेको कति हो? 5 न्यूटन। 5 स्क्वायर प्लस 2 इंटू 5, बी कति छ? 6 इंटू कस एंगल कति छ दुईटैको? 30 डिग्री। कस 30 डिग्री प्लस बी कति छ रे? बी कति छ? 6 को स्क्वायर। अब यसलाई सल्भ गरेर इक्वल टू 5 5 जा 25 प्लस 5 2 जा 10 10 6 60 cos 30 को भ्यालु √3/2 प्लस 6 6 जा 36। यसलाई सल्भ गर। क्याल्कुलेटर कहाँ छ? क्याल्कुलेटर √25 प्लस 60 इंटू कति छ? √3/2 प्लस 36 सल्भ गरेपछि 10.62 न्यूटन। मतलब नेट फोर्स कति लागिरहेको छ त्यो बडीमा, त्यो स्टोनमा? यति न्यूटन। अब यो न्यूटन के हो? फोर्स हो। फोर्स के हो? वेक्टर क्वान्टिटी हो। रिजल्टेन्ट निकाल्ने बित्तिकै के निकाल्ने? एंगल। तो के थियो हाम्रो फर्मुला? बोलो tan अल्फा इक्वल टू मानौ 5 के रे 5 न्यूटनसँग कति एंगल बनाइरहेछ? कसरी निकाल्ने? जोसँग बनाइरहेछ त्यसलाई तल राख्ने, बाँकी के बच्यो? 6 न्यूटन। 6 लाई तल माथि राख्ने। tan अल्फा छ भने tan भनेको sin बाई cos, नोन के छ? थीटा। अब हाल 6 इंटू sin 30 डिग्री बाई 5 प्लस 6 cos 30 डिग्री। अब यसलाई सल्भ गर्यो भने कति आउँछ हाम्रो? यसलाई सल्भ गर्यो भने tan अल्फा इक्वल टू 6 इंटू sin 30 डिग्री बाई 5 प्लस 6 cos 30 डिग्री 0.29। अब यो एंगलमा छ छैन? एंगल निकाल्नु पर्यो। अल्फा इक्वल टू के हुन्छ? tan इन्भर्स यो यतापट्टि गयो है 0.29।
इक्वल टु अल्फा इक्वल टु कति भइहाल्छ तिम्रो शिफ्ट प्लस tan गर्ने भने tan इन्भर्स आउँछ 0.29 गर सल्भ गर 16.17 डिग्री आन्सर के भइहाल्छ therefore the result the के छ net force the net force acting on a stone is कति न्यूटन 10.62 न्यूटन and resultant makes an angle of 16.17 degree with कोसँग 5 न्यूटन फोर्स with 5 न्यूटन फोर्स यति गर्नुपर्छ यस्तो क्वेशन आयो भने यति गर्दा फुल मार्क हो बोर्ड एक्जाममा गट इट अब यो त हामीलाई थाहा भयो अब मानौ कार्टेशियन कोअर्डिनेटको टर्ममा फोर्स दिएको भए के भने मैले कार्टेशियन कोअर्डिनेटको फर्ममा फोर्स दिएको भए माई माइन्ड इज नट वर्किङ डस्टर हातमा राखेर डस्टर खोजिरहेको त्यहाँ त tan थीटा निकाल्यौ कि निकाल्यौ अब हेर यदि तिमीलाई यसरी दिएको भए दुईटा फोर्स कसरी दिएको भए भाइ फर एक्जाम्पल क्वेशन है F1 इक्वल टु 3i + 4j ठीक छ अनि F2 इक्वल्स टु 2i + 7j यसरी दिएको भए अब भन्दै these two forces are acting on a body find resultant force resultant of these two forces अब यसरी सोधेको भए के गर्ने रिजल्टेन्ट निकाल्ने कसरी निकाल्छौ रिजल्टेन्ट बोलो एंगल दिएको छ दुईटैको बीचको छैन भनेपछि यहाँ लेख्ने SOLN सल्युसन गर्यौ अब हेर नेट फोर्स के हुन्छ रिजल्टेन्ट इक्वल्स टु F1 + F2 भएको भएन F1 कति छ रे तिम्रो 3i + 4j F2 कति छ रे 2i + 7j ठीक छ प्लस नै भयो कतै माइनस गर्देऊ ल यहाँ माइनस राख्देऊ कति प्लस गर्ने ठीक छ यहाँ माइनस राख्देऊ प्लस गर्यो भने त्यस्तै हुन्छ ठीक छ अब रिजल्टेन्ट हाम्रो कति भइहाल्छ आई कम्पोनेन्ट दुईटैलाई एड गर ठीक छ यहाँ राख ब्र्याकेट खोल आई कम्पोनेन्ट राख फर्स्ट आई कम्पोनेन्ट हुन्छ नि यहाँ दुईटैलाई एड गर 3 + 2 प्लस फेरि ब्र्याकेट खोल जे राख अब जे कम्पोनेन्टलाई एड गरेर जे के छ 4 + -7 हो कि नै गट इट यसलाई सल्भ गर्दा कति हुन्छ 5i + 4 - 7j इक्वल्स टु 5i प्लस कति हुन्छ -3j दैट इज इक्वल्स टु 5i - 3j यो हाम्रो रिजल्टेन्ट भेक्टर के हो रिजल्टेन्ट भेक्टर अब यो भेक्टरको म्याग्निट्युड निकाल्नु पर्यो निकाल सिम्पली कसरी निकाल्नु पर्छ कुनै पनि भेक्टरको म्याग्निट्युड त √ओभर त्यसको x को कम्पोनेन्ट यो के हो म्याग्निट्युड हो म्याग्निट्युड कसरी निकाल्ने x को कम्पोनेन्ट 5² प्लस y को कम्पोनेन्ट y कति छ -3 को स्क्वायर अब यसलाई सल्भ गर 5 5 जा 25 प्लस 3 - 3 3 जा 9 यसलाई सल्भ गर्यो भने √ओभर 34 के छ के फोर्स हो 34 न्यूटन यो के हो म्याग्निट्युड अफ रिजल्टेन्ट फोर्स
गट इट। अब म्याग्निट्युड आयो, अब यो फोर्स हो मतलब यसको के चाहियो एंगल पनि चाहियो, म्याग्निट्युड र डाइरेक्सन दुईटै हुनुपर्छ। अब एंगल कसरी निकाल्ने, एंगल निकाल्ने बेला यस्तो क्वेशनको एउटा कुरा ध्यानमा राख्नु, के राख्नु, cos थीटा बराबर हुन्छ रिजल्टेन्ट को एंगल कोसँग बनाउनु छ हामीलाई, के भनिरहेको छु म, रिजल्टेन्ट को एंगल कोसँग बनाउनु छ, त रिजल्टेन्ट को एंगल हामीलाई निकाल्नु छ f1 सँग। त के गर्ने, r रिजल्टेन्ट भेक्टर डट f1 भेक्टर अपन रिजल्टेन्ट भेक्टर को मैग्निट्यूड इन्टु f1 भेक्टर को मैग्निट्यूड। यो फर्मुला याद राख। यदि भन्यो रिजल्टेन्टले f2 सँग कति एंगल बनाइराछ, त r1 डट प्रोडक्ट f2 बाई मैग्निट्यूड अफ r1 इन्टु मैग्निट्यूड अफ f2 हो। अब यसलाई सल्भ गर, cos थीटा इक्वल टू r डट के छ यहाँ, यो डट प्रोडक्ट हो, r भेक्टर राख यहाँ, r भेक्टर कति छ, 5i माइनस 3j, 5i माइनस 3j डट प्रोडक्ट f भेक्टर कति छ, 3i प्लस 4j, 3i प्लस 4j। ठीक छ बाई r भेक्टर को मैग्निट्यूड कति हुन्छ, r भेक्टर को मैग्निट्यूड रूट ओभर 34 इन्टु f1 को मैग्निट्यूड कति हुन्छ, f1 को मैग्निट्यूड यहाँ निकाल देऊ त, f1 इक्वल टू रूट ओभर 3a स्क्वायर प्लस 4a स्क्वायर इक्वल्स टू रूट ओभर 3 3 9 4 16 25 इक्वल्स टू 5। f1 को मैग्निट्यूड कति आयो रे, 5, यहाँ राख 5। अब cos थीटा इक्वल्स टू, अब के सिकाएको थिएँ मैले डट प्रोडक्टमा, यदि भेक्टर कार्टेशियन कोअर्डिनेट को फर्ममा भेक्टर दिएको छ भने यसको डट प्रोडक्ट कसरी गर्ने, यसलाई मल्टिप्लाई गर्ने आई कम्पोनेन्टलाई, त 5 इन्टु 3 प्लस हाल्ने र यसलाई मल्टिप्लाई गर्ने, के छ यहाँ माइनस 3 इन्टु 4 हो कि नै, बाई कति भयो 5 रूट 34 cos थीटा इक्वल टू 5 तिया 15 प्लस माइनस 4 3 जा 12 बाई 5 रूट 34। अब देयरफोर cos थीटा इक्वल टू कति हुन्छ, 3 बाई 5 रूट 34। देयरफोर थीटा इक्वल टू कति हुन्छ रे, cos इन्भर्स 3 बाई 5 रूट 34। अब क्याल्कुलेटरमा हाल यसलाई आन्सर निकाल, थीटा कति आउँछ तिम्रो, सेक इन प्लस cos ब्रैकेट खोल्यो 3 तलमा 5 रूट 34, यसलाई सल्भ गर्यो भने थीटा इक्वल टू आउँछ 84.09 डिग्री हो कि नै। इट मीन्स रिजल्टेन्ट इज मेकिङ 84.09 डिग्री विथ f1 फोर्स। मानौ यदि f1 यतापट्टि लागिरहेछ भने रिजल्टेन्टले कति डिग्री बनाइरहेछ, 84.09 डिग्री, यो रिजल्टेन्ट। र बी भेक्टर कहाँ हुन्छ, समवेयर यहाँ आउँछ f2 फोर्स हो कि न, f1 र f2 को बीचमै आउँछ नि रिजल्टेन्ट फोर्स, त्यो हो यसको। यति सल्भ गर्नुपर्छ। अब यहाँ हेन्स देयरफोर लेखेर यसलाई ल्याङ्ग्वेजमा राख्देऊ, देयरफोर रिजल्टेन्ट इज इक्वल टू 30√34 न्यूटन दैट मेक्स एन एंगल ऑफ 84.09 डिग्री विथ f1 फोर्स। यति गर्नुपर्छ है। गट इट? कुनै प्रब्लम? अब ट्रायंगल लमा कुनै पनि प्रब्लम छैन। ट्रायंगल ल, प्यारालेलोग्राम ल दुईटै एउटै हो, कसरी अपरेट गर्ने त्यो पनि भनिदिसके। अब मानौ हैन, अब थर्ड ल के हो रे?
तेरो पोलिगन ल अफ भेक्टर एडिसन। अब हेर पोलिगन ल अफ भेक्टर एडिसनले के भन्छ, जब मोर देन 2 भेक्टर एउटा बडीमा एक्ट गरिरहेछ भने त्यसको रिजल्टेन्ट निकाल्नलाई हामी पोलिगन ललाई फलो गर्छौँ। हालाकि यो एक्युरेट मेथड होइन क्याल्कुलेट गर्ने, त्यही भएर रेजोल्युसन कन्सेप्ट निकालेको। त्यही पनि अब सिलेबसमा दिएको छ भने पढौ पढौ पढौ। यता जा त यता जा, ठिक छ। फर इक्जाम्पल के छ हाम्रो टपिक पोलिगन ल, पोलिगन ल अफ भेक्टर एडिसन, यही हो नि हाम्रो टपिक पोलिगन ल अफ भेक्टर एडिसन हो। हेर के भन्दैछ, वेन 2 फोर्सेस, मानौ एउटा डक्टर के रे एउटा डक्टर निस्क्यो मर्निङ वाकमा, यो डक्टरको घर त्यो निस्क्यो मर्निङ वाकमा, यसरी निस्क्यो मर्निङ वाकमा। अब यो बाटोमा हिँडिरहेछ, यस कहिले मोड आउँछ, यो के हो मोड हो, जक्सन पोइन्ट। यहाँ पनि मोड आयो बित्तिकै यो यता गयो, फेरि 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 यो यता गयो, ठिक छ। डक्टर यहाँबाट हिँड्न सुरु गर्यो, यहाँबाट हिँड्दा हिँड्दा यो यहाँ पुग्यो, फाइनली यहाँ पुग्यो मर्निङ वाक गर्ने। यहाँ ग्राउन्ड छ, यहाँ एक्सर्साइज गरिरहेछ त्यो, ठिक छ। अब यसलाई नाम देऊ, यहाँ ए राखेँ मैले, बी राखेँ, यसलाई मैले सी राखेँ, यसलाई डी राखेँ, यसलाई ई राखेँ, एफ जी एच आई, ठिक छ, कुनै प्रब्लम छैन। अब के भयो, अर्को मान्छे उसको छोरा पनि निस्क्यो मर्निङ वाक गर्नलाई, उसलाई पनि यही जानु छ। उसले यो रुट चुज नगरेर उसले के गर्यो, यताबाट गयो, यता गयो, यता गयो अनि यता आयो, ठिक छ। यसले यो रुटबाट गयो यहाँ। हेर त इनिसियली दुईटै बडी यहाँ थियो, इनिसियली कहाँ थियो, इनिसियली दुईटै बडी यहाँ थियो र यो दुईटै बडीको फाइनल पोजिसन कहाँ हो, यहाँ हो कि होइन। यसले डिस्प्लेस कति गर्यो, यति मात्र डिस्प्लेस गर्यो नि, गर्यो। अब हेर यही बाटो जाने दुईटा रुट, एउटा रुट यो, अर्को रुट यो भने पोलिगन ल अफ भेक्टर एडिसनले के भन्छ, यहाँ हामी ओ यहाँ पोइन्ट दिएको छैन, ई एफ जी एच आई जे के, पोलिगन ल अफ भेक्टर एडिसनले के भन्छ, ओए ओके सरी ओके होइन एके भेक्टर प्लस केजे भेक्टर एबाट केमा गइरहेछ, केबाट जेमा गइरहेछ, एबाट केमा गयो, केबाट जेमा गयो, अब जेबाट आईमा जान्छ, प्लस जेबाट आईमा गयो, जेबाट आईमा गयो, यो बराबर कति हुन्छ रे, ए देखि बी मा जाऊ प्लस बी देखि सी मा जाऊ प्लस सी देखि डी मा जाऊ प्लस डी देखि ई मा जाऊ प्लस ई देखि एफ प्लस एफ टू जी प्लस जी टू एच प्लस एच टू आई। यो दुईटै के हुन्छ रे, बराबर हुन्छ। यही हो पोलिगन ल अफ भेक्टर एडिसन, बुझ्यौ। अब तिमीलाई कुनै एउटा सर्किट दिएको छ, सर्किट मानौ तिमीलाई यसरी दिएको छ, कसरी दिएको छ, यसरी एउटा पोलिगन बनाइदिउँ है, पोलिगन टिक 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 टिक, ठिक छ। यसलाई यसरी राख, तेरो पोलिगन बनाऊ, जे बनाऊ ल, हेक्सागोन बनाइदिएँ मैले। यसले के दिएको छ, यसलाई मैले ए भेक्टर राखेँ, यसलाई मैले बी भेक्टर राखेँ, यसलाई मैले सी भेक्टर राखेँ, यहाँ ए यहाँ राख तिमी, पी क्यू यो पोइन्ट हो, क्यू आर एस टी यू, ए भेक्टर बी भेक्टर, यसलाई मैले दिएँ सी भेक्टर, यसलाई
है। यसलाई मैले दिए डी भेक्टर, यसलाई मैले दिए ई भेक्टर, ठीक छ। यो आयो नि आयो, गट इट। अब हेर हामी यहाँ लेख्न सक्छौँ ए भेक्टर प्लस बी भेक्टर प्लस सी भेक्टर प्लस डी भेक्टर प्लस ई भेक्टर बराबर मानौ पी बाट यहाँ गइरहेछ एफ भेक्टर बराबर हामी एफ भेक्टर लेख्न सक्छौँ, ठीक छ। यही हो पोलिगन ल भेक्टर एडिसन। यदि हामीलाई निकाल्नु छ के पीएस भेक्टर कति हो, देयरफोर पीएस भेक्टर इक्वल टु कति हुन्छ, के गर्ने अब हेर, यहाँदेखि यहाँसम्म जाने कतिवटा रुट, एउटा त पीएस रुट भइहाल्यो, अर्को रुट के हुन्छ, देयरफोर पीएस भेक्टर बराबर हुन्छ यो रुट के हो ए भेक्टर प्लस बी भेक्टर प्लस सी भेक्टर, यो पनि इक्वल हो। अर्को के हुन सक्छ, के हुन सक्छ, बोलो 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 बोलो, एउटा यो अर्को इक्वल टु एफ भेक्टर प्लस, अब हेर यो ई भेक्टर हो भने यतापट्टि जान्छ भने के हुन्छ माइनस ई भेक्टर, ई भेक्टर यतापट्टि छ, यतापट्टि गयो भने माइनस ई भेक्टर प्लस माइनस ई भेक्टर प्लस, अब फेरि यो के हुन्छ माइनस डी भेक्टर, किनभने डी भेक्टरको डाइरेक्सन यता छ, माइनस डी भेक्टरको डाइरेक्सन यता हुन्छ, प्लस माइनस डी भेक्टर, बुझ्यौ। यो दुईटै के हुन्छ इक्वल हुन्छ, दैट इज इक्वल टु पीएस। अब तिमी जसरी पनि जे पनि निकाल, यो निकाल पीआर इक्वल टु के हुन्छ, यो निकाल पीटी इक्वल टु के हुन्छ, यही हो खासमा ट्रायंगल पोलिगन ल अफ भेक्टर एडिसन। के हुन्छ भनेपछि यहाँ हेर त मल्टिपल डाइरेक्सन छ, मल्टिपल फोर्सेसहरु लागिरहेछ, तर यो रिजल्टेन्ट क्याल्कुलेट गर्ने एक्युरेट तरिका हैन, त्यही भएर रेजोल्युसनको कन्सेप्ट निकालेको छ। अब रेजोल्युसनको कन्सेप्टमा हामी के गर्छौं, टाइम कति, अब रेजोल्युसनको कन्सेप्टमा हामी के गर्छौं त्यो बुझौ है। गट इट, कुनै कन्फ्युजन छैन। रेजोल्युसन अफ भेक्टर, रेजोल्युसन भनेको के हो, ब्रेकिङ द भेक्टर इन्टु देयर करेस्पोन्डिङ कम्पोनेन्ट, कुनै पनि भेक्टरलाई त्यसको करेस्पोन्डिङ कम्पोनेन्टमा तोड्ने प्रोसेस नै के हो रेजोल्युसन हो। के हो रे बीआरईए के आइन्छ ब्रेक, EREAKING breaking down the vector into its corresponding component। तेरी हो कंपोनेंट। ओके, अब कंपोनेंट में ब्रेकडाउन कसरी गर्ने, हेर 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 म ट्रिक सिकाउँदैछु। यहाँ कति धेरै जस्तो बुकमा के दिएको छ भनेपछि यदि कुनै भेक्टर ए भेक्टर एक्ट गर्दैछ एट एंगल थीटा भने ए भेक्टर एक्ट गर्दैछ एट एंगल थीटा बाइ यो एक्स एक्सिस हो, यो वाई एक्सिस हो, यो ओरिजिन हो। यदि कुनै पनि भेक्टर थीटा एंगल बनाएर एक्स एक्सिसमा थीटा एंगल बनाएको छ भने यसको यो भेक्टरको एक्स कम्पोनेन्ट हुन्छ ए cos थीटा पट्टि बस है। cos के हुन्छ रे, थीटा जतापट्टि छ उतापट्टि cos थीटा लाग्छ, थीटा यतापट्टि छ भने cos थीटा, अनि बाँकी बचेको यो साइडमा के हुन्छ y कम्पोनेन्ट के भइहाल्छ रे, y कम्पोनेन्ट a sin थीटा भइहाल्छ। अब कसरी हुन्छ त्यो थाहा छ हामीलाई,
परपेन्डिकुलर हानौँ, यहाँ पनि परपेन्डिकुलर हानौँ। अब cos थीटा बराबर के हुन्छ? cos थीटा बराबर यहाँ पोइन्ट मैले लेखिदिएँ एम। cos थीटा बराबर के हुन्छ? OX अपन A, देयरफोर OX चाहिँ त हो नि x कम्पोनेन्ट इक्वल टु A cos थीटा। त्यसै गरी यो y कम्पोनेन्ट हो XM sin थीटा इक्वल टु XM अपन OM इक्वल टु sin थीटा XM निकाल्नु छ। XM बाई OM कति छ? A, देयरफोर XM कति आयो रे? A sin थीटा। यसरी हामी यदि एंगल दिएको छ भने x y कम्पोनेन्टमा हामी तोड्न सक्छौं। बट के हुन्छ, हामीलाई यदि एक्जाममा क्वेशन आयो, ठीक छ, कम्प्लेक्स क्वेशन हुन्छ एक्जाममा, यति सजिलै एउटै भेक्टरलाई तोड्नलाई दिदैन, हो कि नै? यहाँ मल्टिपल भेक्टर हुन सक्छ, यहाँ पनि बडो भेक्टर गइराछ, यहाँबाट पनि भेक्टर गइराछ भने यस्तोमा एक्स वाई कम्पोनेन्ट निकाल्नु पर्यो भने प्लस माइनस साइनले धेरै इफेक्ट पार्छ, बुझौ? त्यो इफेक्ट पार्नलाई हामीले के ध्यान दिनु पर्ने हुन्छ? फर एक्जाम्पल मानौ कुनै एंगल कुनै फोर्स यतापट्टि एक्ट गरिरहेछ भने यो फोर्स ए भेक्टर यतापट्टि नलागेर यतापट्टि लागेको भए हामीलाई यहाँ यो पनि चेक गर्नु पर्थ्यो, एक्स कम्पोनेन्ट यो डाइरेक्सनमा छ भने एक्स कम्पोनेन्ट माइनसमा हुन्छ, नेगेटिभमा छ भने वाई पोजिटिभमा छ भने यहाँ प्लस हुन्छ। यति कुरा ध्यान राख्नलाई कति बेला के हुन्छ, न्युमेरिकल गर्दै गयो भने अब्स्ट्याकल आउन सक्ला, यदि आएन भने त ठिकै छ। यसको एउटा सबभन्दा राम्रो सिम्पल वे म कसरी सिकाउँदै छु, तिमीलाई त्यति बेला हेर्नु पनि पर्दैन यो कुन क्वाड्रेन्टमा फल गरिरहेछ भेक्टर, तिमीलाई केही पनि हेर्नु पर्दैन, तिमीलाई बस हेर्नु पर्छ त्यो भेक्टरले पोजिटिभ एक्स सँग कति डिग्री बनाइरहेछ र पोजिटिभ वाई सँग कति डिग्री बनाइरहेछ। त्यति थाहा भएपछि तिम्रो एक्स वाई कम्पोनेन्ट निस्किन्छ, न तिमीलाई साइनको केही चोचलाबाजी हुन्छ न केही, ठीक छ? हेर के गर्छौ हामी त्यति बेला। हेर अब हामी एक्जाम्पल हेर्छौं है। एक्जाम्पल अफ रेजोल्युसन अफ भेक्टर। हेर के छ यो हाम्रो क्वाड्रेन्ट हो, ठीक छ? एउटा भेक्टर छ नर्थ इस्ट, एक्स एक्सिस नै राखौ, एक्स एक्स डैश वाई डैश, यो हाम्रो हो ए भेक्टर, ठीक छ? यसले बनाउँदैछ 45 डिग्री विथ एक्स एक्सिस। ओके देन अब हामीले ए भेक्टर फाइन्ड गर्नु छ। ए भेक्टर हामी कसरी निकाल्छौं? पहिला निकाल्छौं कि ए भेक्टर को एक्स कम्पोनेन्ट फर ए भेक्टर, ठीक छ? एक्स कम्पोनेन्ट के हुन्छ रे? भन मैले के भने थिए? ए भेक्टर इन्टु कस, अनि थीटा को ठाउँमा के राख्ने? ए भेक्टरले एक्स एक्सिस सँग कति डिग्री बनाउँदैछ? कुन एक्स एक्सिस? पोजिटिभ एक्स एक्सिस। यो पोजिटिभ हो, त पोजिटिभ एक्स एक्सिस सँग कति बनाउँदैछ रे? 45, त cos 45 डिग्री, ठीक छ? त्यो कति हुन्छ तिम्रो? ए भेक्टर cos 45 डिग्री भनेको 1/√2, त यो यो भेक्टर हुन्छ कि म्याग्निट्युड, ठीक छ? यो कति हुन्छ? a/√2। ए के हो? ए भेक्टर को म्याग्निट्युड हो, ठीक छ? अब यसको y कम्पोनेन्ट बराबर के हुन्छ? y कम्पोनेन्ट है, y कम्पोनेन्ट इक्वल टु a इन्टु cos। अब थीटा हाल्नु पर्यो, थीटा हाल्ने बेला के गर्ने? ए भेक्टरले पोजिटिभ y एक्सिस सँग कति डिग्री बनाउँदैछ? ए भेक्टरले पोजिटिभ y एक्सिस सँग कति डिग्री बनाउँदैछ? हेर यति डिग्री बनाउँदैछ, यो कति हो? 90 + 45, 90 + 45 90 + 45 135, त 135 डिग्री। यो इक्वल टु कति हुन्छ? a इन्टु cos 135 डिग्री माइनस 1/√2, त यो कति हुन्छ तिम्रो? a/√2 माइनस a/√2 हुन्छ। अब x कम्पोनेन्ट आयो, y कम्पोनेन्ट आयो, अर्थ के हुन्छ तिम्रो? देयरफोर ए भेक्टर इक्वल टु कति हुन्छ रे? कति हुन्छ? ए कम्पोनेन्ट a/√2 i, अनि यहाँ माइनस छ,
माइनस a/√2j हो कि नहीं? यो तिम्रो a भेक्टर. गट इट? एनी प्रब्लम? नो प्रब्लम. ओके, यो भयो. यसरी निकाल्ने. अब रेजोल्युसन हामीले साइन थीटा को युज गरिनौ. हामी के गर्यो? थीटा राख्ने बेला हेर्ने y कम्पोनेन्ट निकाल्नु छ भने त्यो भेक्टरले पोजिटिभ y एक्सिस सँग कति डिग्री बनाउँछ त्यो हाल्दिने. ठीक छ? त्यो हाम्रो भयो गिभेन भेक्टर. ठीक छ? अब मानौ यही यहाँ एक्ट गर्दैछ यो b भेक्टर. यो के हो रे? हाम्रो b भेक्टर. अब मानौ यसले 45 डिग्री बनाउँदैछ x सँग. कति डिग्री बनाउँदैछ? 45 डिग्री बनाउँदैछ x सँग. अब हेर, अब यसको निकाल्नु पर्यो भने के गर्ने? x कम्पोनेन्ट अफ b भेक्टर. यसलाई रब गरिदिउँ. वेयर इज डस्टर? अब निकाल्ने x कम्पोनेन्ट. x कम्पोनेन्ट के हुन्छ? b भेक्टर. कसको? 4b भेक्टर. x कम्पोनेन्ट b इन्टु कस x एक्सिस सँग कति डिग्री बनाउँदैछ यसले? x एक्सिस सँग पोजिटिभ x एक्सिस सँग 90 प्लस यो 45. 90 45 135 135 डिग्री हो कि नहीं? त्यो इक्वल टु कति हुन्छ? b इन्टु कस 135 डिग्री माइनस 1/√2 इक्वल टु माइनस b/√2 हो. x कम्पोनेन्ट आयो. अब निकाल्ने y कम्पोनेन्ट. y कम्पोनेन्ट के हुन्छ? b इन्टु कस y एक्सिस सँग कति डिग्री बनाउँदैछ? पोजिटिभ y एक्सिस सँग. त यो भयो 45, यो भयो 90, यो भयो 90. 180 प्लस 45 180 प्लस 225 कस 225 डिग्री. तो कस 225 डिग्री भनेको कति हो? b इन्टु कस माइनस 1/√2 कति आयो? b/√2 माइनस b/√2. अब x कम्पोनेन्ट आयो, y कम्पोनेन्ट आयो. अब b भेक्टर बराबर कति हुन्छ? b भेक्टर इक्वल टु माइनस b/√2 i प्लस यहाँ पनि माइनस छ माइनस b/√2 j. गटे? अब हामी यसलाई ल्याङ्ग्वेजमा लेख्नु पर्यो भने के लेख्न सक्छौं? इफ a भेक्टर मेक्स एन एंगल अल्फा बीटा and gamma with positive x-axis, y-axis and z-axis, then a vector is equal to a cos alpha I plus a cos बीटा j प्लस a cos गामा k. a भेक्टर बराबर कति हुन्छ रे? यति हुन्छ. बुझ्यौ? यो के हो? यो हाम्रो x कम्पोनेन्ट. यो के हो हाम्रो? यो हो y कम्पोनेन्ट. र यो के हो हाम्रो? यो हाम्रो z कम्पोनेन्ट. गट इट? अब भेक्टर च्याप्टरमा यति मात्र छ. यो रिलेटेड न्युमेरिकल मैले नेक्स्ट लेक्चरमा अपलोड गरेछु. यु क्यान गो एन्ड वाच माई भिडियो एन्ड टेक केयर. बाई बाई.